अब हेर्नुस् हामीलाई 5 वटा डेटा हालिसकेपछि जस्तो अहिलेको एक्सेल फाइलमा म्यानुअली हाल्ने भने 5 वटा डेटा हाल्थ्यो त्यो 5 वटा डेटाले 5 वटा रेसियो निकाल्थ्यो मेजर हामीले हेर्ने रेसियो भनेको यति 5 वटा रेसियो यदि यो 5 वटा रेसियो तपाईले बुझ्नुहुन्छ भने फन्डामेन्टल एनालाइसिसमा तपाई मोर देन 70% तपाईले बुझ्नुभयो भन्नको लागि त धेरै रेसियोहरु छन् जति पनि गरे हुन्छ तर सबै रेसियो शेयर मार्केटको इन्भेस्टरले बुझ्नु जरुरी छैन शेयर मार्केटको इन्भेस्टरले चाहिँ यति 5 वटा रेसियो एडभान्स रेसियो बुझ्नुहुन्छ भने इबिडाटा लगायत अरु रेसियोहरु बुझ्न सकिन्छ तर यति मात्रै 5 वटा रेसियो बुझ्नुभयो भने मोर देन 70% तपाईले बुझ्नुभयो है यो रेसियो भनेको के हो म पहिला एनालाइज गर्छु पहिला तपाईलाई विश्लेषण गर्छु त्यसपछि डाटा कलेक्सन कसरी गर्ने भन्नेमा जान्छु नेटवर्थ भनेको के हो नेटवर्थको फर्मुला क्यापिटल प्लस रिजर्भ डिवाइडेड बाइ नम्बर अफ शेयर यसलाई सिम्प्लिफाई गरेर बुझौं है किनकि हामीले अघि भनेको थियो हामी सिम्प्लिफाई गरेर बुझ्छौं क्यापिटल कसरी फर्मेसन हुन्छ प्रमोटरहरुले प्रमोटर शेयर दिए पब्लिकहरुले आईपीओ बाट पब्लिक शेयर दिए त्यो क्यापिटल भयो रिजर्भ कसरी फर्मेसन हुन्छ कम्पनीले त्यो क्यापिटल चलाएर नाफा कमायो नाफा कमाएर केही डिभिडेन्ड बाँड्यो शेयर होल्डरले केही चाहिँ आफैले समाएर राख्यो दैट इज रिजर्भ हैन त हामीले त्यही कुरा गरे हैन त त्यसलाई क्यापिटल रिजर्भलाई डिवाइडेड बाइ नम्बर अफ शेयर कति किता शेयर लिस्टेड छ अथवा त्यो कम्पनीको लिस्टेड हैन कति किता शेयर त धेरै हुन सक्छ लिस्टेड कम हुन सक्छ त्यसकारण त्यो कम्पनीको कति किता शेयर छ त्यसले भाग गर्दियो भने नेट वर्थ पर शेयर हामीलाई नेट वर्थ मात्र भएर पुग्दैन पर शेयरको हिसाबमा आउनुपर्छ हरेक रेशियोहरु पर शेयर प्रति शेयर आम्दानी प्रति शेयर नेट वर्थ प्रति शेयर बुक भ्यालु हैन यसरी आउनुपर्छ त्यसकारण के नबिर्सनु होला भने हामीले हरेक रेशियोको पर शेयरमा जानुपर्छ जस्तो एक्जाम्पलको लागि 1,00,000 लाख 1 करोड रुपैयाँको क्यापिटल थियो 15 लाख रुपैयाँ रिजर्भ गरेर राखेको थियो अनि 100 रुपैयाँको दरले किता थियो भने 1 करोड क्यापिटल हुँदाखेरि दुईटा जिरो हटाउँदाखेरि 1 लाख किता थियो 1 करोड प्लस 15 लाख डिवाइडेड बाइ 1 लाख किता शेयर भनेको 115 आयो प्रति शेयर नेट वर्थ 115 रुपैयाँ रहेछ 115 रुपैयाँ भनेको के 100 रुपैयाँ हामीले प्रमोटर शेयर अथवा आईपीओ बाट दिएको 15 रुपैयाँ त्यो कम्पनीले कमाएर समाएर राखेको यही त हो कुरा 15 लाख रुपैयाँ रिजर्भ कमाएको छ भने प्रति शेयर कति हुन्छ 15 रुपैयाँ त हुन्छ 1 लाख किता शेयर छ भने 15 रुपैयाँ पर्न आउँछ 100 रुपैयाँ आईपीओ को पैसा प्लस 15 रुपैयाँ गर्दाखेरि नेट वर्थ 115 हुन्छ नेट वर्थ जति धेरै भयो त्यति राम्रो जति भ्यालु भयो त्यति राम्रो नेट वर्थलाई अर्को हिसाबले पनि बुझ्न सकिन्छ सिम्पल भाषामा मानिलिउँ भोलि यो कम्पनी लिक्विडेसनमा गयो खारेजीमा गयो भने त्यसको मार्केट प्राइस कति छ त्यो बेलामा 2000 5000 कति होला मलाई थाहा छैन तर रिटर्न कम्तीमा पनि कम्पनी खारेजीमा गयो भने प्रत्येक शेयर होल्डरले प्रति शेयर बापत यो उदाहरणलाई मान्ने हो भने 115 रुपैयाँ पाउने प्रबल सम्भावना छ किनकि यो त यसको खुद भ्यालु हो नि यो भन्दा तल त जानै सक्दैन किनकि क्यापिटल त्यही छ कमाएर राखेको रिजर्भ त्यही छ भनेपछि 115 रुपैयाँ खारेजीमा जाँदाखेरि पाउने रियल भ्यालु आजको मितिमा यो 115 हो भोलि 120 130 150 हुँदै गयो भने राम्रो किनकि भ्यालु बढ्दै गएको राम्रो हो शेयरको हैन रियल भ्यालु बढ्दै गएको राम्रो हो अब यो 115 को शेयरलाई मार्केट भ्यालु छुट्टै हुन्छ बजारमा चाहिँ लडाई गरेर 1000 रुपैयाँमा किने नि हुन सक्छ त्यो थाहा छैन तर यसको खुद भ्यालुलाई चाहिँ हामी नेटवर्थ भनेर भन्छौं त्यसकारण नेटवर्थ अलवेज हायर द बेटर जति धेरै भयो त्यति राम्रो है अर्निङ पर शेयर नामैले भन्छ अर्निङ भनेको कमाइ पर शेयर भनेको प्रति शेयर आम्दानी कति कमायो त यो कम्पनीले आजको मितिमा आजको डेटमा फर्मुला के हो नेट प्रॉफिट अनि हामीले नेट प्रॉफिट कलेक्सन गर्यौं डिवाइडेड बाइ नम्बर अफ शेयर कहाँबाट आउँछ क्यापिटललाई यदि 100 रुपैयाँ प्रति किताको शेयर फेस भ्यालु छ भने 100 ले भाग गर्दिने सबै शेयरहरु 100 रुपैयाँ प्रति किता हुँदैन नि जस्तो उदाहरणलाई सोल्टी होटलको शेयर कति छ 10 रुपैयाँ किता छ सोल्टी होटल जस्तो 10 रुपैयाँ प्रति किता शेयर छ भने 10 ले भाग गर्नुपर्छ टोटल क्यापिटललाई के निकाल्नको लागि नम्बर अफ शेयर निकाल्नको लागि उदाहरणको लागि 10 लाख रुपैयाँ प्रॉफिट कमाएको थियो 1 लाख किता शेयर छ भने 10 रुपैयाँ अर्निङ पर शेयर भयो सिम्पल कमाइ 10 लाख छ शेयर किता कति छ टोटल 1 लाख छ
एउटाको भागमा कति रुपियाँ पर्यो? 10 रुपियाँ पर्यो। आम्दानी त टोटलमा हेर्दा 10 लाख हो, तर प्रति सेयर कति पर्यो? 10 रुपियाँ पर्यो। यसकारण हामीलाई प्रति सेयरमा लैजानुपर्छ। अर्निङ पर सेयर प्रति किता सेयरको आम्दानी। इपिएस जहिले पनि हायर द बेटर। एउटा कम्पनीले 10 रुपियाँ कमाएको छ प्रति सेयर, एउटा कम्पनीले 20 रुपियाँ कमाएको छ। व्हिच वान इज बेटर? अरे बाबा, धेरै कमाउने कम्पनी बेटर नि। कुनै शङ्का छ? कुनै शङ्का छैन। त्यसकारण इपिएस अलवेज हायर द बेटर। हायर इपिएसले के दिन्छ? बढी डिभिडेन्ड दिन्छ? ग्यारेन्टी छैन। बढी डिभिडेन्ड दिने आशा राख्न सकिन्छ। हामीले राख्ने आशा हो सेयर होल्डरले। म्यानेजमेन्टले कमाउनु त धेरै कमाएको छ, तर क्यास मलाई नै चाहिन्छ, यसपालि सेयर होल्डरको हात खाली भनिदिन सक्छ। धेरै कम्पनी देख्नु भएको छ तपाईँहरूले त्यस्तो। त्यसकारण हायर इपिएस हुँदैमा, अर्निङ पर सेयर हुँदैमा हायर डिभिडेन्ड दिन्छ भन्ने ग्यारेन्टी छैन, तर बढी दिन्छ होला भन्ने आशा राख्न सकिन्छ। 10 रुपियाँ त्यस कम्पनीले कमायो भने अब मलाई 5 रुपियाँ, 6 रुपियाँ, 8 रुपियाँ त देला भन्ने एउटा आशा त राख्न पाइयो नि। 20 रुपियाँ कमाएको छ भने 15 रुपियाँ, 18 रुपियाँ देला भन्ने आशा राख्न पाइयो, अथवा 10 रुपियाँ देला भन्ने आशा राख्न पाइयो। 50 रुपियाँ कमाएको छ भने ओहो, यसले त 30 रुपियाँ त पक्कै देला, अथवा 35 देला भन्ने आशा राख्न पाइयो। सो इपिएस डेनोट्स फर हायर एक्सपेक्टेसन, अथवा लोअर इपिएस लोअर एक्सपेक्टेसन। कमाएकै 5 रुपियाँ छ, त्यसले मलाई कति दिन्छ? 2 रुपियाँ। त्यो 2 रुपियाँको लागि म किन सेयर किन्छु? बैंकमा बसिराख्यो भने पनि पैसा आउँछ नि 2 रुपियाँ। उल्टो सेयर किनेर घट्ला भन्ने डर। नदुखेको कपाल तानी तानी दुखाउने जस्तो होइन। त्यसकारण त्यसले एक्सपेक्टेसन दिन्छ। त्यसकारण सेयर होल्डर हेर्दाखेरि जहिले पनि के हेर्नुपर्छ? तपाईँले सेयर मार्केटबाट कमाउने टार्गेट कति हो? मान्यो म वर्षको 20% कमाउने हो भने 20 भन्दा बढी भएको इपिएस भएको हेर्नु पर्यो। कमाउने चाहिँ 20 रुपियाँ मलाई चाहियो, कम्तीमा 20%, 30%, यहाँ त 100% चाहियो भन्ने मान्छेहरू होइन, लगानीकर्ताहरू। अनि फन्डामेन्टल डाटा चाहिँ नहेर्ने, अनि खालि रिमिक र झिमिक, कसले कता हल्ला गरे, कसले कहाँ के गरे भनेर 5 रुपियाँ अर्निङ पर सेयर भएको किन्नु। त्यसले कमाएकै 5 रुपियाँ छ, तपाईँलाई 50 रुपियाँ दिन्छ। अन्टिल एन्ड अनलेस रिजर्भबाट दिएन भने, रिजर्भबाट दियो भने अनि कति दिन दिन्छ त? 100 दिन्छ, 200 सधैँ दिन सक्दैन होइन। त्यसकारण अर्निङ पर सेयर हेरेर मात्रै किन्नुपर्छ। कमाइको आशा धेरै राख्ने, अर्निङ पर सेयर कम भएको हेर्ने, अर्निङ पर सेयर नहेर्ने, अनि अन्दाज गर्न ठिक छ भन्यो, ब्रोकरले भन्यो, साथीले भन्यो, कसले भन्यो भनेर पछाडि पछाडि दौडिने साथीहरू डुब्छन्। त्यसकारण जहिले पनि अर्निङ पर सेयर हेर्नु पर्यो। मैले कहिलेकाहीँ अलिक कटु वचन बोलौँला, मलाई माफ गर्नु होला है। अलिकति कटु वचन बोल्यो भने, स्ट्रेट फरवर्ड भन्यो भने साथीहरूलाई बढी सम्झिनुहुन्छ भनेर हो। त्यस्तो कुनै एरोगेन्ट अथवा त्यस्तो रुड हुन खोजेको होइन है साथीहरू। पी रेसियो, प्राइस अर्निङ रेसियो, यो भनेको के हो? पी रेसियोको फर्मुला मार्केट प्राइस डिभाइडेड बाइ अर्निङ पर सेयर। अब मार्केट प्राइस हरेक दिनमा छिनछिनमा चेन्ज हुन्छ। त्यस भएर मैले अघि स्मार्ट वेल्थ प्रोमा लेटेस्ट हेर्नुहोस् भनेको। एनुअलाइज भनेको चाहिँ त्यो जुन बेलामा क्वार्टरली रिपोर्ट निस्कियो, त्यो क्वार्टरली रिपोर्ट निस्किने महिनाको मसान्तको अन्तिम दिनको मार्केट प्राइसलाई लिएर राखेको हुन्छ। अब जस्तो अहिलेको एनुअलाइज इपिएस हेऱ्यो भने त त्यो पुस मसान्तको आइरहेछ, तर अहिले यहाँ त चैत मसान्त भएर थर्ड क्वार्टर आउने बेला भइसक्यो। तर यो 2-3 महिनामा त प्राइस त कति चेन्ज भइसक्यो, दिनका दिन चेन्ज हुन्छ, छिनका छिन चेन्ज हुन्छ भने लेटेस्टले चाहिँ अहिले लास्ट ट्रान्जेक्सन प्राइस कति छ त्यसको आधारमा क्यालकुलेसन गरिदिएको हुन्छ। त्यसकारण पी लेटेस्ट लिनु होला, पी एनुअलाइज नलिनु होला। कहाँबाट नलिनु होला? स्मार्ट वेल्थ प्रोबाट। त्यहाँ दुइटै छ, एनुअलाइज पनि छ, लेटेस्ट पनि छ। तपाईँले लेटेस्ट लिनु होला। मार्केट घटेको भए घटेर आउँछ, बढेको भए बढेर आउँछ। लेटेस्ट इज लेटेस्ट होइन। अब अहिलेको एक्जाम्पलमा मार्केट प्राइस कति छ? 500 रुपियाँ छ, अर्निङ पर सेयर 10 रुपियाँ छ भने प्रति यो पी रेसियो 50 भयो। अर्थात् 10 रुपियाँ कमाउने सेयरको लागि मार्केटमा म कति तिर्दैछु? 500 रुपियाँ तिर्दैछु भनेको हो। अर्थात् 10 रुपियाँ कमाउने सेयरलाई 500 रुपियाँ तिर्दैछु। अर्को शब्दमा भन्दा 1 रुपियाँ कमाउनको लागि म कति रुपियाँ लगानी गरिरहेको छु? 50 रुपियाँ लगानी गरिरहेको छु होइन। त्यसकारण पी रेसियोले के देखाउँछ? त्यो कम्पनीको स्टक सेयर किन्दाखेरि
1 रुपियाँ कमाउनको लागि कति रुपियाँ लगानी गर्ने हुनुहुन्छ भन्ने कुरा देखाउँछ केले? पी रेसियोले। अब एउटा कम्पनीले पी रेसियो देखायो, अर्को कम्पनीले पी रेसियो 50 देखायो। भन्नुको मतलब के? पी रेसियो 20 भएको कम्पनीमा 1 रुपियाँ कमाउनलाई 20 रुपियाँ लगानी गर्नुपर्छ। पी रेसियो 50 भएको कम्पनीमा 1 रुपियाँ कमाउनलाई त्यही 1 रुपियाँ कमाउनलाई 50 रुपियाँ लगानी गर्नुपर्छ। विच वान इज बेटर? 20 भएको बेटर कि 50 भएको बेटर? अरे बाबा, जसरी पनि कमाउने त्यही 1 रुपियाँ हो भने म के पागल हुँ? म मूर्ख हुँ? 20 रुपियाँमा लगानी गर्न छोडेर 50 रुपियाँ लगानी गर्ने? 20 रुपियाँ लगानी गरे पनि कमाइ त्यही 1 रुपियाँ हो। 50 रुपियाँ लगानी गरे पनि कमाइ त्यही 1 रुपियाँ हो भने 20 रुपियाँवालामा जान्छु म। किन 50 रुपियाँ लगानी गर्छु? सिम्पल। के रहेछ त? पी रेसियो इज अलवेज लोवर द बेटर। जति कम भयो त्यति राम्रो। कम भयो भन्दै जाँदाखेरि फेरि माइनसमा गएको चाहिँ राम्रो होइन नि। माइनसमा चाहिँ गएको पी रेसियो देख्नुभयो भने त्यसको प्रफिट नेगेटिभ छ भनेर बुझ्नुहोस्। प्रफिट नेगेटिभमा गएको त फेरि सुरुमै गोलखाडी। त्यसकारण नेगेटिभमा कम भएको भनेको होइन, पोजिटिभ फिगरसम्म जति कम भयो त्यति राम्रो पी रेसियो। र यसको ग्लोबल स्ट्यान्डर्ड छ पी रेसियोको। के भन्छन् भने 15 भन्दा बढी पी रेसियो भयो भने अलि सतर्क हुनु है। 15 भन्दा बढी पी भनेको अलि महँगो भइसकेको जस्तो संकेत हो, फन्डामेन्टल्ली भनेको। अर्थात् ग्लोबल्ली 1 रुपियाँ कमाउनको लागि 15 रुपियाँ चाहिँ लगानी गर्नै पर्ने हुँदछ औसतमा। द्याट इज द ग्लोबल स्ट्यान्डर्ड। अब हामीले हरेक कम्पनीको कम्पेरिजन गरेर हेर्दा 15 छ कि 12 छ कि 25 छ कि 100 छ कि त्यो हामीले डाटाबाट हेर्ने कुरा भयो। यसमा केही तपाईहरुको क्वेशन छ भने च्याटमा लेख्नु होला, म पछि आउँछु रेशियो सिद्ध्याएर। प्राइस टु बुक रेशियो, त्यो कम्पनीको नेटवर्थ, रियल भ्यालु, खास मूल्य यस्तो खास कि भोलिकै दिनमा त्यो कम्पनी खारेजीमा लिक्विडेसनमा गयो भने पनि त्यति भ्यालु चाहिँ शेयर होल्डरले फिर्ता पाउँछ। द्याट इज द रियल भ्यालु। त्यो भनेको के हो? नेटवर्थ। तर त्यति नै नेटवर्थ भएको, मानिलियो अघि हामीले 115 रुपियाँ कति रुपियाँ कुरा गरेका थियौँ, त्यति नै नेटवर्थ भएको बजारमा त्यति नै पाउँछ त? म 115 रुपियाँ नेटवर्थ छ, म यसलाई 115 रुपियाँ तिर्छु भनेर पाउँछ? बजारमा त 101 बढी पैसा दिने तयार भएको अवस्था मान्छेहरू हुन सक्छ, बायर सेलरहरू भने पाइँदैन। त त्यो रियल एन्ड रियल भ्यालु भएको शेयरलाई म कति रुपियाँ महँगो तिर्दैछु, कति टाइम्स मैले महँगो तिर्दैछु भन्ने कुरा चाहिँ प्राइस टु बुक रेशियो, पीबी रेशियो अथवा बीपी रेशियो पनि भन्छ, बुक टु प्राइस रेशियो पनि भन्छ है कसैले। पीबी बीपी रेशियो एउटै हो। त्यो यहाँ देखाउँछ। जस्तो उदाहरणको लागि यसको फर्मुला हो मार्केट प्राइस डिभाइडेड बाइ नेटवर्थ। मानिलिउँ उदाहरणलाई 500 रुपियाँको शेयर थियो मूल्यको, र त्यसको नेटवर्थ रियल भ्यालु चाहिँ 200 रुपियाँ थियो भने 2.5 टाइम्स एक्सपेन्सिभ होइन त? 200 रुपियाँ पर्ने शेयरलाई मैले 500 रुपियाँ हालेँ भने 2.5 गुणा मैले महँगो हालेँ भने हो। सिम्पल होइन? पीबी रेशियो 2.5 टाइम्स। अब एउटा कम्पनीको पीबी रेशियो 2.5 आयो, अर्को कम्पनीको पीबी रेशियो 6 आयो। के भनेको हो यो? 2.5 आउने पीबी रेशियो आउने कम्पनीको मूल्य रियल प्राइस भन्दा 2.5 गुणा महँगो छ, 2.5 टाइम्स एक्सपेन्सिभ भनेको। पीबी रेशियो 6 आउने कम्पनीको चाहिँ रियल प्राइस नेटवर्थ भन्दा त्यो कम्पनीको प्राइस चाहिँ मार्केटमा 6 गुणा 6 टाइम्स महँगो भइसक्यो भनेको। सिम्पल होइन? व्हिच वान इज बेटर? अरे बाबा सिधा कुरा छ। 2.5 गुणा महँगो किन्न छोडेर म 6 गुणा महँगो किन्ने मूर्ख हो म 2.5 गुणै रोज्छु। यसको पनि एउटा ग्लोबल स्ट्यान्डर्ड छ। त्यसकारण के भयो त? पीबी रेशियो अलवेज लोवर द बेटर। कति लोवर? 1:1, 1 टाइम भयो भने के? जति नेटवर्थ त्यतिमा पाएँ मैले। 200 रुपियाँ नै नेटवर्थ छ, 200 रुपियाँ नै मार्केट प्राइसमा पाएँ। द्याट इज पीबी रेशियो 1। पीबी रेशियो 0.9 भनेको नेटवर्थ भन्दा पनि तल पाएँ, तल्लो मूल्यमा पाएँ, अझ सस्तोमा पाएँ। द्याट इज रियल भ्यालु इन्भेस्टमेन्ट। सधैँ यस्तो पाउँछ?
बियरिस भएको बेलामा फाली फाली छानी छानी पाउँछ, बुलिस भएको बेलामा पाउँदैन, अहिले पाउँदैन है। यसको ग्लोबल स्ट्यान्डर्ड छ वर्ल्ड वाइड, यदि 1.5 टाइम्स भन्दा बढी पीबी रेसियो आयो भने क्यालकुलेसन बुझ कि सेयर अलि महँगो हुन थालिसकेको छ। जति धेरै गुणा आयो, टाइम्स आयो, त्यति धेरै टाइम्स महँगो भइसकेको छ। अब सस्तो किन्ने कि महँगो किन्ने, फन्डामेन्टल अनुसार त सस्तो किन्ने हामी, होइन? ओके, अब अर्को एउटा रेसियो छ, लास्ट रेसियो, यो चाहिँ मल्टिब्यागर रेसियो हो। अघि यहाँ त्यो भने के हो भनेर सोधिसक्नु भएको छ साथीहरूले, मैले पछि आउँछ भनेको थिएँ, त्यो आयो। मल्टिब्यागर भनेको अलि मेटाफोरिक नेम हो यो। मल्टी भने धेरै, ब्यागर भने ब्याग। यो रेसियो फलो गर्नुभयो भने कसैले के भन्छन् भने तपाईँले यति प्रफिट कमाउनुहुन्छ कि तपाईँ एउटा ब्यागले पुग्दैन, तपाईँलाई धेरै ब्यागहरू लिएर आउनुपर्छ। द्याट इज मल्टिब्यागर भनेको हो। तर त्यस्तो होइन, मल्टी भनेको धेरै, ब्यागर भनेको प्याकेजिङ भएको। धेरै रेसियोहरू यो यसमा प्याकेजिङ भएका छन्। हामीले नेटवर्थ, मार्केट प्राइस, क्यापिटल, नम्बर अफ सेयर, नेट प्रफिट, इपिएस, पीबी धेरै पढ्यौ नि त। यो सबै योको बन्डलिङ, प्याकेजिङ, ब्यागिङ, मल्टिपल रेसियोहरूको ब्यागिङ यो रेसियोमा भएको छ। त्यसो भएर यसलाई मल्टिब्यागर रेसियो भनेको। अहिलेको धेरैवटा ब्याग चाहिन्छ प्रफिट कमाउनु भन्ने पनि कसैले भन्छन्, द्याट इज मेटाफोरिक, होइन? तर रियालिटीमा चाहिँ यो हो। जस्तो यसलाई अनप्याक गर्नुहोस् त, अनप्याकको कुरालाई म पछि गर्छु। यसलाई चाहिँ अब हामी यहाँ धेरै धर्म मान्ने साथीहरू होला, कोही हिन्दू होला, कोही बुद्धिस्ट होला, कोही इस्लामिक होला, कोही क्रिस्चियन होला, डजन्ट म्याटर। तर मैले एउटा एक्जाम्पल मात्रै लिन खोजेको। हिन्दू धर्ममा एउटा के भन्ने गरिन्छ भने एउटा यस्तो शब्द छ जुन चाहिँ सारा वेद, उपनिषद, पुराण, होइन, धर्म ग्रन्थहरूको सार तत्त्व समाहित हुँदै 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 गएर एउटा शब्दमा गएर समाहित हुन्छ अरे। त्यो शब्दलाई उच्चारण गरिराख्यो भने सारा वेद, पुराण, होइन, धर्म ग्रन्थहरू, उपनिषद, अब के छ सबै पढे बराबरको पुण्य पाइन्छ भन्ने मान्यता छ। त्यो शब्द हिन्दू धर्ममा ओम भन्ने शब्द हो, होइन? यो धेरैलाई थाहा छ होला। त्यसै गरी यो रेसियो पनि रेसियोहरूमा ओम रेसियो हो भनेर भन्न सकिन्छ, किनकि यसले जसरी सबै धर्म ग्रन्थहरूलाई ओमले समेट्छ भने जस्तै सबै रेसियोहरूलाई यसले समेटेर अर्थात् ब्यागिङ गरेर आफूमा राखेको छ। जस्तो यसलाई अनप्याक गर्नुहोस् त, मल्टिब्यागर। पी भनेको के हो? पी भनेको मार्केट प्राइस डिभाइडेड बाई अर्निङ पर सेयर। मार्केट प्राइस पनि आयो, अर्निङ पर सेयर पनि आयो। अर्निङ पर सेयर भन्नलाई फेरि अनप्याक गर्नुहोस्, नेट प्रफिट डिभाइडेड बाई नम्बर अफ सेयर्स। नेट प्रफिट पनि आयो, नम्बर अफ सेयर पनि आयो। यतापट्टि पीबीलाई अनप्याक गर्नुहोस्, पीबी भनेको के हो? मार्केट प्राइस डिभाइडेड बाई नेटवर्थ। नेटवर्थ पनि आयो यसमा, मार्केट प्राइस पनि आयो। नेटवर्थ भने के? फेरि अनप्याक गर्नुहोस्, क्यापिटल प्लस रिजर्भ डिभाइडेड बाई नम्बर अफ सेयर। क्यापिटल पनि आयो, रिजर्भ पनि आयो। क्यापिटल, रिजर्भ, नेटवर्थ, पीबी, इपिएस, मार्केट प्राइस सबै आयो। सबैले ब्यागिङ गर्यो नि, यसले एकै ठाउँमा मिसिएको छ होइन त। सबै रेसियोहरू अनप्याक गर्दै जाँदा धेरै रेसियो आउँछ, सबै प्याकेजिङ भएर जाँदा पी इन्टु पीबी मल्टिब्यागर रेसियोमा आउँछ। यसको फर्मुला भनेको खास केही पनि होइन, यत्रो ठुलो भारी भरकम रेसियो हो भने त धेरै गाह्रो हुनुपर्ने, केही गाह्रो छैन। पी मल्टिप्लाइड बाई पीबी हो है। अब हेर्नुहोस्, पीको पनि इन्टरनेसनल स्ट्यान्डर्ड छ 1.5 वा त्योभन्दा कम। पीबीको पनि इन्टरनेसनल स्ट्यान्डर्ड छ पी 15 वा त्योभन्दा कम, पीबी 1.5 वा त्योभन्दा कम। अब त्यो दुईटै त्यहाँ छ भने 15 मल्टिप्लाइड 1.5 भयो भने मल्टिब्यागर कति भन्दा कम हुनु पर्यो? 22.5 भन्दा कम भयो भने राम्रो है। ल, यो चाहिँ मल्टिब्यागर रेसियो यसरी बुझ्नुहोस्। अब यो तपाईँले बुझ्न चाहिँ पर्यो, तर फटाफट डेटा चाहिँ तपाईँले स्मार्ट वेल्थ प्रोबाट कलेक्सन गर्न सक्नुहुन्छ। ल, म तपाईँहरूको च्याट बक्समा आउँछु एकचोटि ब्रेक लिएर। च्याट बक्समा म तपाईँहरूलाई एउटा टास्क पनि दिन्छु। तपाईँहरूको टास्क तपाईँहरू गर्दै गर्नुहोस्, म तपाईँहरूको क्वेसन पनि हेर्दै गर्छु। टास्क के हो भने भेरी सिम्पल, तपाईँहरू
आज मनग्गे पैसा हुँदो हो भने मनग्गे भने कसैको लागि 10 लाख मनग्गे हुनसक्छ, कसैको लागि 10 करोड मनग्गे हुनसक्छ, कसैको लागि 1 अरब मनग्गे हुनसक्छ, तपाईँको चोइस हो। मनग्गे पैसा हुँदो हो भने आजसम्म तपाईँले आजका मितिसम्म त एनालाइसिस गर्नु होला, पढ्नु होला, साथीलाई सोध्नु होला, ब्रोकरलाई सोध्नु होला, कुनै न कुनै सेयर त बेस्ट लागेको होला नि तपाईँको मनमा। त्यो बेस्ट लागेको सेयर कुन हो? जुन कुरा तपाईँ मनग्गे तपाईँसँग पैसा हुन्थ्यो भने तपाईँ मजाले किन्नुहुन्थ्यो, निर्धक्क दिल खुलाएर किन्नुहुन्थ्यो। नाम लेख्नुहोस् छोटकरीमा च्याट बक्समा लेख्न थाल्नुहोस्। म तपाईँहरू क्वेसन हेर्दैछु, क्वेसन बुझ्नुभयो? तपाईँहरूसँग आजको दिनमा मनग्गे सेयर हुन्थ्यो भने तपाईँहरू कुन सेयर किन्नुहुन्थ्यो होला? रिजन आफ्नो आफ्नो हुनसक्छ, रिजन नलेख्नु पर्दैन, कुन सेयर किन्नुहुन्थ्यो त्यो मात्र लेख्नु होला। कम्पनीले कति समय डिभिडेन्ड दिन्छ? म यहाँ तपाईँहरू क्वेसन हेर्दैछु, तपाईँ लेख्दै गर्नुहोस्। Q1 को हेर्नु पर्यो भने Q1 को हेर्नु पर्यो भने नेपाली पैसाले स्मार्ट वेल्थ प्रोले जसको Q2 आएको छैन त्यो Q1 अटोमेटिकली ल्याएर राखिदिन्छ। अहिले म देखाउँछु तपाईँहरूलाई। स्मार्ट वेल्थ प्रोको डाटा डाउनलोड नै गर्ने चाहिँ ठाउँ छैन, तर तपाईँले कपी पेस्ट गर्न सक्नुहुन्छ एक्सेलमा। PE, ROE, PB होला। PB मैले भनिहालेँ, PE पनि भनिहालेँ। रिटर्न अन इक्विटी भनेको तपाईँले अब मैले खास त्यसमा राखेको छैन, तपाईँले लगानी गरेको क्यापिटलमा, त्यो कम्पनीले लगानी गरेको क्यापिटलमा कतिको दरले प्रतिफल पाइरहेको छ भन्ने हो। त्यसमा चाहिँ अर्डिनरी सेयर, प्रिफरेन्स सेयर अनि रिजर्भ एन्ड सरप्लस सबैलाई भाग लगाउने हो भने कति पर्छ भन्ने आउँथ्यो त्यो। हामीलाई खासै सेयर मार्केटमा त्यो ROE, ROA खासै चाहिँदैन। गर्दा हुन्छ तर खासै रिलेभेन्स छैन। तपाईँलाई दिएको 5 वटा रेसियो, मिनिमम रेसियो तर म्याक्सिमम पावरफुल, त्यसरी हामीले डिजाइन गरेका छौँ। एसएसएलको कसरी कहाँ हेर्ने नेटवर्क? ल म भनिहाल्छु अहिले। एसएसएलको 1000 किता छ सेयर छ भने एसएसएलले 20% बोनस दियो भने अरू कम्पनीको जस्तै 200 किता सेयर आउँछ कि आउँदैन सर प्लिज किन्ने भएको फेस भ्यालु 10 र भनेको मतलब तपाईँसँग बढी महँगो सेयर छ भने त्यसलाई अपलोड गरेर सस्तो सेयर कसरी लिने भन्न खोज्नु भएको। एकछिन डाटा कम्पाइलेसन हेर्नुहोस्, तपाईँको क्वेसन त्यहाँ आउँछ, आन्सर त्यहाँ आउँछ। केही नेगेटिभ पी कसरी थाहा पाउने सर? नेगेटिभ पी भनेको नेगेटिभमै आइरहेको हुन्छ, त्यहाँ तपाईँले डेटामै देख्नुहुन्छ। प्राइस नेगेटिभ, प्रफिट नेगेटिभ हुने बित्तिकै पी नेगेटिभ हुन्छ। तपाईँले डाटा डाउनलोड गर्दा त्यो नेगेटिभमै आउँछ। त्यहाँ कहिले हेरौँला हामी। पी 15 भन्दा कम्ती स्टक पाउनै गाह्रो छ हो र? आर यु स्योर? अहिले हेरौँला नि त। 2.5 भनेको के हो? यो बुक प्राइस रेसियो भने हो के हो? एमबी रेसियो र ग्राम नम्बर सेम। एमबी रेसियो एन्ड ग्राम नम्बर अलिक फरक हो। 22.5 ग्राम नम्बरमा 25 लाई पनि युज हुन्छ, तर त्यसमा चाहिँ त्यसलाई एडजस्ट गर्ने अरू फर्मुला पनि छ। त्यो बेस चाहिँ त्यसैको हो, मल्टिब्यागरकै हो, तर क्यालकुलेसन फर्मुलाहरूले एडजस्ट गरे हुन्छ, अलिक फरक छ है। एमबी र ग्राम नम्बर सेम हो, मैले भनिहालेँ, अलिक फरक हो। पिबिपी पनि भन्छन् यसलाई। पिबिपी भनेको पनि मल्टिब्यागर नै हो। पिबिभी होइन, पिबिभिपी चाहिँ सेम हो। ल जिबिआइमी किन्नुहुन्थ्यो, नबिल किन्नुहुन्थ्यो, नबिल एनएलआइसी वेल्थ प्रोमा नेटवर्क कहाँ हेर्ने कसरी? म देखाउँदैछु तपाईँलाई। डेटा डाउनलोड गर्ने मैले सिकाएकै छैन, मैले थ्योरी सिकाएँ, प्र्याक्टिकल सिकाउँछु। एनएलआइसी, एलबिबिएल, ल एनएलआइसी नबिल, बिएनटी, प्रभु, एसआइसिएल, जेएसएलबी। ल धेरै साथीहरूले ल म त यो सेयर पाए किन्थेँ भन्नुभएको हो होइन, यो सेयर पाए किन्थेँ भन्नुभएको हो। अब तपाईँहरूको यो अन डिमान्ड जस्तो पनि लाग्यो मलाई यो होइन। तपाईँहरूको यसलाई पनि मैले कपी गरेर अर्को पटकको शनिबार, अब आउने शनिबार बिहान अन डिमान्ड सेसन चलाउनु पर्ला जस्तो छ यहाँ धेरै, किनकि 132 जना हुनुहुन्छ नि त होइन। यो तपाईँहरूको अन डिमान्ड पनि भन्न मिल्छ। ओके, तपाईँहरूलाई गर्न खोजेको कुरा चाहिँ यो तपाईँले लेखिसक्नुभयो। अब तपाईँहरूले जुन आजको मितिसम्म जुन हेर्नुभयो, बुझ्नुभयो, पढ्नुभयो, त्यसैको आधारमा लेख्नुभयो, त्यसैको रिफ्लेक्सन हो यो। अब त्यो कम्पनीहरू साँच्चीकै फन्डामेन्टली स्ट्रङ कम्पनीहरू हुन् कि होइन त? एकचोटि डाटालाई हेरौँ है त, किनकि बेटा झुट बोल सकता है, डेटा झुट कभी नहीं बोलता है। डेटामा जाउँ।
यहाँ जाउँ। अब तपाईहरुलाई म खास कुरा बताउँछु। तपाईहरु जानुस् कस्टमाइजमा। हेर्नुस् स्मार्ट वेल्थ प्रो को स्टक स्क्रिनर एकचोटि म फेरि रिपिट गर्छु ल, तपाईहरु अघि कसैको त्यहाँ हुनु भएको भए। स्मार्ट वेल्थ प्रो अनि यो होम स्क्रिनमा स्टक स्क्रिनरमा जानुस्। अनि तपाईहरु चाहनुहुन्छ भने कि फाइनान्शियल की रेशियो हेर्नु होला, बाहिर पनि के हुने होला, के बिग्रिने वाला छैन। मेन कुरा कहाँ छ? मेन कुरा कस्टमाइजमा छ। यहाँ जानु होला, कस्टमाइजमा जानुस्। अब कस्टमाइजमा तपाईको इच्छा, म कमर्सियल बैंक, डेभलपमेन्ट बैंक एउटा गरेर हेर्छु कि के गरेर हेर्छु, त्यो तपाईले हेर्नु होला। अथवा अल सेक्टरको हेर्ने भयो अल सेक्टरको हेर्नु होला। जस्तो म पहिला एउटा कुनै कमर्सियल बैंकको मात्रै हेर्छु। अनि कमर्सियल बैंकमा कम्पनीजहरु तपाईले त्यो कम्पनीहरु छान्नुभयो भने जतिवटा छान्नुभयो त्यतिवटाको मात्र देखाउँछ। त्यसलाई ब्ल्याङ्क छोडिदिनु भयो भने सबै कम्पनीको आउँछ। अब हामीले गर्ने के हो? नेप्सेमा जति पनि कम्पनीहरु छन् त्यो सबैको डाटालाई एकै ठाउँमा ल्याएर हाल्ने हो र एकै क्लिकमा क्विक एनालाइसिस गर्ने हो। द्याट इज द स्मार्ट वे अफ एनालाइजिङ डेटा है। अब पहिला चाहिँ हामी के गर्थ्यौं? पहिला चाहिँ यस्तो म्यानुअल काम गर्थ्यौं। म पहिलाको साथीहरुले यो सिकाउँथे, अनि यो फाइल बनाउनु पर्छ भन्थे। अब यो फाइल स्मार्ट वेल्थ प्रोले बनाइदिन्छ यदि तपाई पेड भर्सन लिनुहुन्छ भने है। अब कम्पनीज छोडिदिनुस् अनि प्यारामिटरमा जानु। अब मेन कुरा यहाँ छ। यहाँ तपाईले विभिन्न प्यारामिटर चेक गर्न सक्नुहुन्छ। बेसिक प्यारामिटरमा लास्ट प्राइस हामीलाई चाहिहाल्छ। प्राइस एउटा लिनुस्। हेर्नुस् यहाँ क्लिक गरे यहाँ तल आइसक्यो लास्ट प्राइस है। अब चेन्जहरु तपाईले लिने हुन्छ, लिन मन लाग्छ भने लिनुस्, नलिन मन लाग्छ भने नलिनुस्, केही फरक पर्दैन। अब यहाँ टेक्निकल एनालाइसिसको डेटा पनि छ, फन्डामेन्टल पनि छ। आज हामी टेक्निकलको गर्दैनौं, भोलि गरेर हेर्छौं। टेक्निकल तर अंकमा चाहियो, फिगरमा चाहियो भने तपाईले यहाँबाट लिन सक्नुहुन्छ कस्टमाइज गरेर। त्यो पनि भोलि हामी सिकाउँला। तर आज चाहिँ फन्डामेन्टल एनालाइसिसको डे भएको हुनाले फन्डामेन्टल डाटा मात्र हेर्छौं। हेर्नुस् त 180 दिनको यो चाहिँ अब चाहिँ भ्युआप भोल्युम वेटेड एभरेजहरु पनि तपाईले हेर्न सक्नुहुन्छ। यो टेक्निकल एनालाइसिसमा तपाईहरुले चाहिन्छ हैन। प्राइस पर्फर्मेन्स 5 डेजको कति, 1 मन्थको कति तपाईले प्राइसहरुको मुभमेन्ट, पिरियडिकल मुभमेन्ट हेर्न चाहनु भने यो गर्न सक्नुहुन्छ। अहिले मैले बताइ मात्र राखेको छु, तर म फोकस कहाँ गर्छु? आफ्नो रेशियोमा मात्रै गर्छु है। टेक्निकल एनालाइसिसमा 52 विक हाई र लो, एक वर्षसम्म हाई कति गयो, एक वर्षसम्म लो कति गयो हैन, कति पर्सेन्टेजले एक वर्षमा तलमाथि भयो, लो कति तलसम्म झर्यो, कति पर्सेन्टले हाई कति पर्सेन्टसम्म गयो, सबै हेर्न सक्नुहुन्छ। टेक्निकल इन्डिकेटर हामी भोलि हेर्छौं। बेटा, भेरिएन्स, म्याकडी, आरएसआई, एसएमए 5 5 दिनको सिम्पल मुभिङ एभरेज, 20 दिनको, 50 दिनको एक्सपोनेन्शियल मुभिङ एभरेज, 5 दिन, 10 दिन, 20 दिन, यो सबै भोलि टेक्निकलमा हामी हेर्छौं। आज हामीलाई चाहिन्छ की फाइनान्शियल्स। अब यसमा दुईटा तरिका छ। होइन म डाटा पनि हेर्छु भन्नुहुन्छ भने अहिले हामीले 5 वटा टिपेको डाटा यही छ। हेर्नुस् त पेड अफ क्यापिटल छ, हेर्नुस् त, क्लिक गरिदिनुस्। अनि रिजर्भ एन्ड सरप्लस चाहियो भने हामीलाई यहाँ क्लिक गरिदिनुस्। अनि त्यसपछि नेट प्रॉफिट चाहियो होइन हामीलाई, नेट इन्कम यहाँ क्लिक गरिदिनुस्। अघि हामीले यही खोज्या त हो रिपोर्टबाट। अनि अब रेशियो चाहियो तपाईलाई भने तपाईले यो डाटाबाट आफैले पनि रेशियो बनाउन सक्नुहुन्छ। तर यहाँ रेडीमेड छ भने किन बनाउने हामीले हैन? त्यो रेशियो कसरी बन्छ हामीलाई थाहा भइहाल्यो। कसरी निस्किन्छ थाहा भइहाल्यो। इपीएस एनुअलाइज लिनुस्। इपीएस जहिले पनि पी चाहिँ एनुअलाइज नलिनुस्, पी चाहिँ लेटेस्ट लिनुस्। किनभने लेटेस्टमा मार्केट प्राइस चेन्ज भइराख्छ। चेन्ज भइराखेको लेटेस्ट लास्ट ट्रान्जेक्सन प्राइस कति छ त्यसको आधारले लिएको हुन्छ। नेटवर्थ बीबीपीएस भनेको नेटवर्थ हामीलाई सिधै यहाँबाट पाइहालिन्छ। प्राइस टु बुक रेशियो, पीबी रेशियो यहाँ लिनुहोस्। अब आरओई तपाईलाई खासै मैले सिकाएको छैन, लिन मन लाग्छ भने लिनुस्। आरओई भनेको रिटर्न अन क्यापिटल इम्प्लोइड भने हो। शेयरको आधारमा होइन, शेयर प्लस रिजर्भ प्लस प्रिमियम प्लस रिटर्न अर्निङ्स प्लस प्रिफरेन्स शेयर सबैको हिसाबले सबैलाई बाँड्ने हो भने सबैलाई इक्विटीको पार्ट मान्छ। इक्विटीको पार्टमा रिटर्न कति पर्यो भनेर हेर्ने हो। त्यसलाई कम्प्लिकेटेड नबन्नु, किनकि हामीले इक्विटी सिक्विटी रिजर्भ किन्न जाने होइन। हामीले किन्ने भने शेयर हो, त्यसकारण शेयरको सिम्पल इपीएस हेरौँ, खेल खतम। यसलाई चाहनुहुन्छ भने लिनुस्। रिटर्न अन एसेट भने त्यसले त्यो कम्पनीमा कति एसेटहरु राखेको छ, त्यो एसेटहरुको तुलनामा कमाई तुलना गर्ने हो भने कति पर्यो, एसेटको भागमा कति पर्यो भनेर भन्या हो हैन। यो पर्सेन्टेजमा आउँछ। चाहनुहुन्छ भने लिनुस्, नत्र खासै चाहिँदैन।
अब तपाईलाई डिभिडेन्ड अब फिस्कल इयर तपाईलाई विक्रम सम्बन्धमा चाहियो कि एडीमा चाहियो हामीलाई त डिभिडेन्डहरु विक्रम सम्बन्धमा चाहिने भएको हुनाले यो चुज गर्नुस् हैन अनि अब डिभिडेन्ड दियो कि दिएन भन्ने कुरा पनि तपाईले यहाँबाट यदि तपाई डिभिडेन्ड हेर्न चाहनुहुन्छ क्याश डिभिडेन्ड कति दियो बोनस कति दियो हैन नभए पनि हुन्छ एनालाइटिकलको पार्ट हैन तर डिभिडेन्ड दिएको छ कि छैन भनेर चेक गर्नु पर्यो भने तपाईलाई काम लाग्छ अहिलेको लागि चाहिदैन यहाँ बरु यहाँ एउटा क्वार्टर छुट्यो कतातिर छुट्यो Q1 Q2 भन्ने यहाँ कि फाइनान्शियल कुनको हेर्ने कुन फिस्कल इयरको कुन क्वार्टर नम्बर अब यहाँ यसले सेकेन्ड क्वार्टर चलिरहेको छ तर सेकेन्ड क्वार्टरको रिपोर्ट आएको छैन भने बाइ डिफल्ट यसले फर्स्ट क्वार्टरको खान्छ है यसरी हेर्नु होला यति भएपछि यहाँनिर एउटा कुरा मात्रै आएको छैन अब यो हाम्रो स्मार्ट वेल्थ प्रोको टिमलाई हामीले सजेसन दिन सक्छौं यदि एनपीए पनि यहाँ राखिदिएको भए कति राम्रो हुन्थ्यो हैन एनपीए कति छ अब यहाँ एनपीए हेरेर फेरि सिलेक्सन गरेर एनपीए खोज्न जानुपर्छ हामी कतै गएर खोज्नुपर्छ नेपाली पैसाको रिपोर्टमा गएर हेर्नुपर्ने हुन्छ त्यसकारण एनपीए पनि राख्न सक्दाखेरि राम्रो हो यो हामीले पनि मैले पनि अब यो बरु एडभाइसहरु दिइराखेको छु हैन यसरी हेरेर अब अहिले चाहिँ यो सबै केको हो तपाईले के हेर्न खोज्दै हुनुहुन्छ कमर्सियल बैंकको हेर्दै खोज्नुहुन्छ अब कमर्सियल बैंक मात्रै किन म नेप्सेमा भएको सबै कम्पनीको हेर्न चाहन्छु भने यहाँ अल सेक्टर पनि छ अल सेक्टर हाइड्रो अब इन्स्योरेन्स माइक्रो फाइनान्स सबैको त्यति गरेपछि यहाँ तल सर्च बटन हिट गरिदिनुस् तपाईले छानेको पारामिटरमा यसले खोजेर निकाल्छ हेर्नुस् त काम गरिरहेको छ निकाल्यो अब यहाँ तल गएर हेर्नु हो भने हामीले जे पारामिटर त्यहाँ हेर्नुस् त लास्ट ट्रान्जेक्सन प्राइस फिस्कल इयर कुन क्वार्टर Q2 अब यहाँ कुनै कुनै के छैन भने छैन भनेर पनि देखाउँछ कुनै कुनै Q1 छ नि Q1 पनि देखाउँछ यहाँ किनकि कुनै यस्तो कम्पनी त होला नि जसको Q2 रिपोर्ट आएको छैन त्यो Q1 पनि देखाउँछ अहिले चाहिँ यसमा ड्यास गर्ने सिस्टम बनायो कि क्या हो तर ड्यास गर्नु भन्दा Q1 नै राखेको भए राम्रो हुन्थ्यो पहिला पहिला Q1 भनेर देखाउँथ्यो यहाँ चाहिँ Q1 एनआरआईसी को हामी यत्रो राम्रो राम्रो भन्छौं अहिलेसम्म Q2 रिपोर्ट निकालेको छैन Q1 रिपोर्ट यहाँ देख्नुहुन्छ है यस्तै सबै डाटा तपाईले निकाल्यो अब गर्ने के हो गर्ने के पनि हैन राम्रोसँग यसलाई कपी गर्नुस् तल जानुस् सबसे तल जानुस् सबसे लास्टमा जानुस् अलि ध्यान दिएर गर्नु होला कपी चाहिँ अलि राम्रोसँग गर्नुपर्छ किनकि यसमा अब सिस्टमले कपी गर्ने व्यवस्था छैन ल हाइलाइट गर्नुस् कन्ट्रोल सी गरे पनि भयो राइट क्लिक गरेर यहाँ कपी गरे पनि भयो अब तपाई एक्सेलमा जानुस् अलिकति म्यानुअली चाहिँ गर्नु पर्यो तर किन देखिँदैन मानिलियो तपाई यसमा यहाँ जानुस् र पेस्ट गरिदिनुस् डाटा पेस्ट भयो अब यसलाई अलिकति कस्मेटिक वर्क गर्ने हो भने यहाँ गर्नुस् ल अब तपाईको डेटा आइहाल्यो अब तपाईलाई मल्टिब्यागर एउटा यहाँ छैन मल्टिब्यागर भनेको हामीलाई थाहा छ एमबी एमबी भनेको के हो पी पी कहाँ छ पी लेटेस्ट मल्टिप्लाइड बाइ पीबी हैन पीबी यहाँ छ अब यसलाई तपाईले डबल क्लिक गरिदिनुस् सबै तलसम्मै कपी भयो डाटा अब एक्सेलमा अलिअलि काम गर्दा आउनु पर्छ है यो फेरि अलि उमेर भएको साथीहरु चाहिँ एक्सेल आउँदैन सर भन्नुहुन्छ अब अलिअलि स्मार्ट हुनु पर्यो एक्सेल खास त्यस्तो गाह्रो छैन घरतिर नानी बाबुहरुसँग सिक्न पनि सकिन्छ सिम्पल कुरा छ हैन यति भएपछि अब तपाईले यहाँ सबै तपाई चाहनुहुन्छ भनेदेखि एउटा एउटा गरेर पनि ल्याउन सक्नुहुन्छ जस्तो यहाँ के भयो सबै स्क्रैम्बल भएर आयो हैन सबै मिसिएर आयो अल्फाबेटिकली मिसिएर आयो तर कमर्सियल बैंकको छुट्टै हेर्छु यसको म छुट्टै हेर्छु भन्ने हो भने तपाईले के गर्नु पर्थ्यो कमर्सियल बैंकको छुट्टै कपी गर्नु पर्थ्यो एज ए होल क्विक डाटा चाहिन्छ भने तपाईले यसरी गर्न सक्नुहुन्छ अथवा मलाई यो डाटा एक्सलमा लानु जरुरी छैन म सबै मध्येबाट हेर्छु नि भनेदेखि यतिकै पनि सिम्पली सर्ट गर्न पनि सकिन्छ है जस्तो यहाँ हेर्नुस् त जस्तो मलाई सबसे धेरै ईपीएस भएको कुन रहेछ भनेर यहाँ गर्ने यहाँ गएर ईपीएस मा गएर क्लिक गर्नु हो भने एसेन्डिङ मा सर्ट गरिदिन्छ
फेरि अर्कोचोटि क्लिक गर्नुहोस्, डिसेन्डिङमा सर्ट गर्छ। जस्तो कतिपयको यसको यहाँ इपिएस रहेनछ जस्तो लाग्यो होइन। कहाँ गयो इपिएस? इपिएसमा गएको, इपिएस उता छ जस्तो लाग्यो। हेर्नुहोस् त, इपिएसले एसेन्डिङमा सर्ट गर्छ। कतिपयको इपिएस क्यालकुलेसन गरेको छैन सिस्टमले, विभिन्न कारणहरू होला, डेटा नपुगेर होला। अब यहाँ हेर्नुहोस्, इपिएस सबसे हाइएस्ट भएको म हेर्छु भन्नुहुन्छ, तपाईँ यही सिस्टममा पनि गर्न सक्नुहुन्छ। जस्तो युनिलिभरको 285 रहेछ, त्यसपछि एमएलबिएसएलको 181 रहेछ, आरबिसिएलको 103 रुपियाँ रहेछ, एचडिएल 91 रुपियाँ। यसरी इपिएसहरू एसेन्डिङमा सर्ट गर्दै गयो। मलाई पी सबभन्दा लोएस्ट भएको चाहियो लौ भन्नुहुन्छ भने पीमा जानुहोस्, किनकि पी सबभन्दा कम भएको राम्रो। तपाईँलाई डाटा गर्न झ्याउ लाग्छ, तपाईँलाई क्विक डिसिजन लिनु छ अहिले भर्खरै भनेदेखि तपाईँले यसरी सिस्टममै पनि सर्टिङ गरेर हेर्न सक्नुहुन्छ होइन। अब म पर्फेक्टली डिसिजन लिन्छु भन्नुहुन्छ भने चाहिँ एक्सेलमा लानु पर्यो र मल्टिभ्यागर हेर्नु पर्यो। मल्टिभ्यागर के छ, तपाईँले सिम्पल यहाँ लैजानुहोस् अनि सर्ट गर्नुहोस्। सर्ट गरेर हामीलाई सानो भएको चाहियो कि ठुलो भएको चाहियो, मल्टिभ्यागर सानो भएको चाहियो, सर्ट स्मलेस्ट टु लार्जेस्ट गरिदिनुहोस्। हेर्नुहोस् त, यी यहाँ जम्मै माइनसमा आयो नि, यो खत्तम कम्पनी भनेर बुझ्नुहोस् है। यो मल्टिभ्यागर माइनसमा आउनुको मतलब यसको प्रफिट नेगेटिभ छ अथवा चाहिँ अरू केही नेगेटिभ छ, त्यसलाई सिधै रेड जोनमा हाल्दै हुन्छ यस्तो कम्पनीहरूलाई। यसलाई राम्रो कि नराम्रो भनेर डिस्कस गर्नुपर्ने कुनै जरुरतै छैन, यो नराम्रो कम्पनीहरू सिधै रेड जोनमा हालिदिनुहोस् यसलाई, खतराको घन्टी। अब बाँकी रह्यो यसलाई पनि त्यसपछि 22.5 भन्दा तल भएका कम्पनीहरू यहाँ केही कम्पनीहरू छन् है। अब तपाईँले अघि यहाँ लेख्नु भएको थियो नि च्याट बक्समा, तपाईँले लेख्नु भएको कम्पनीहरू फन्डामेन्टल्ली स्ट्रङ कम्पनीमा परे कि परेन, अब तपाईँ आफै हेर्नुहोस्। हेर्नुहोस् त यहाँ यो डेटा म तपाईँलाई यो फाइल पनि म आज पठाउँला होइन। यहाँ चाहिँ मैले स्मार्ट डाटा भनेर राखिदिएँ है। अब हामीले गर्ने के हो, सबभन्दा कम यदि हामी फन्डामेन्टलिस्ट हो भने, फन्डामेन्टली सबभन्दा स्ट्रङ कम्पनी लिने हो भने हामीले जुन सबभन्दा कम छ रेसियो त्यो लिउँ। तर कहिलेकाहीँ अनयुजल आयो भने यो डेटाहरू कहिलेकाहीँ नेपाली पैसा लगायत अरूको डेटा पनि स्क्रैम्बल भएको हुनसक्छ। कहिलेकाहीँ हामीले डिसिजन लिने बेलामा नेप्सेकै डेटा बिग्रिरहेको पनि हुनसक्छ, किनकि त्यही नेप्सेको डेटा बिग्रियो भने बाँकी सबैको डेटा बिग्रिन्छ। त्यसकारण एकचोटि रिचेक चाहिँ गर्नु होला। यो चाहिँ तपाईँलाई 245 वटाबाट नोइज फिल्टर गरेर एउटा लेभलमा ल्याइदियो। अब टप 10 कम्पनी कुन हो फन्डामेन्टली भन्यो भने यहाँबाट टप 10 राख्नुहोस्, यसलाई ग्रिन गरिदिनुहोस्। अब बटम 10 भने कति हो नि मल्टिभ्यागरको हिसाबले भन्यो भने त्यहाँ बटम 10 यताबाट राखिदिनुहोस्। हेर्नुहोस् त, मल्टिभ्यागर 22.5 भन्दा राम्रो भन्ने साथीहरू हुनुहुन्थ्यो, 22 यहाँ त मल्टिभ्यागर 3400 समथिङ भएको पनि छ हो घाँटी। अब यस्तो कम्पनीहरू चाहिँ फन्डामेन्टल्ली विक भन्न मिल्दैन, तर मल्टिभ्यागर धेरै भएको मतलब यसको ग्रोथको स्कोप चाहिँ हाई भइसक्यो। अब यसको ग्रोथ हुने सम्भावना कम छ, बिजनेस स्याचुरेटेड हुन लाग्यो भनेको हो। तपाईँले धेरै एनएलआइसी भन्नुभएको थियो, हेर्नुहोस् एनएलआइसी चाहिँ यतातिर पनि पर्न आयो जस्तो छ है। मैले एनएलआइसीलाई भने होइन, मैले डेटालाई मात्रै फलो गरे हो। मलाई कम्पनीसँग कुनै पूर्वाग्रह त्यस्तो केही पनि छैन, कुनै मेरो फेभरमा पनि छैन, कुनै मेरो पूर्वाग्रह पनि छैन है। अहिले डेटाले के भन्छ मैले त्यही देखाउने। त्यसकारण यहाँ अरू डेटा नभएका कम्पनीहरू पनि केही छन्, त्यो चाहिँ डेटा कुनै कारणले गर्दा अपलोडिङ हुँदैछ होला अथवा चाहिँ केही कुराले डाटा मिसिङ छ होला। तर तपाईँसँग 178-79 वटा कम्पनीको डेटा एकैछिनमा आउँछ। अब गर्नुपर्ने के हो, तपाईँको हातमा यस्ता कम्पनीहरू छन् फन्डामेन्टल्ली लङ टर्मको लागि तपाईँले होल्ड गर्न चाहनुहुन्छ, तर यस्ता कम्पनी हातमा परेका छन् भने यस्तालाई अफलोड गर्ने हो, बेच्ने हो र राम्रा कम्पनीमा माथि ग्रिन जोनमा परेका कम्पनीहरूमा चाहिँ अपलोडिङ गर्ने हो होइन। त्यसकारण अब
आजको लास्ट मेसेज म भन्दैछु, मल्टिब्यागर त्यसो भएदेखि के ब्रह्मास्त्र हो त? मल्टिब्यागर हेरेपछि अरू केही पनि हेर्नु पर्दैन त? आन्सर इज नो, त्यस्तो होइन। मल्टिब्यागरले 80% तपाईँलाई इन्डिकेसन दिन्छ, केमा? टेक्निकलमा होइन नि, सर्ट टर्ममा होइन, लङ टर्म इन्भेस्टमेन्टको लागि 80% इन्डिकेसन दिन्छ, तर 20% तपाईँले नोइज फिल्टर आउट गर्नुपर्छ। के हो त्यो नोइज फिल्टर आउट गर्ने भने? मल्टिब्यागर साह्रै राम्रो ल ठिक छ, तर एनपिएल अथवा एनपिए चाहिँ 5 भन्दा माथि छ भने काम लाग्छ त्यो? गाई मोटो छ, एकदम चिल्लो छ, तर दुध दिँदैन, ठारो छ, काम लाग्छ? ओ गाई त मोटो रहेछ, मल्टिब्यागर भनेको साह्रै राम्रो रहेछ भनेर किनियो भने ठारो गाई पर्न सक्छ। त्यसकारण फर्स्ट 80% इन्डिकेसन केले दिने भयो? मल्टिब्यागर। त्यसपछि त्यसलाई पोलिसिङ केले गर्नुपर्ने भयो त? अब भन्दा एनपिएल पनि चेक गर्नुहोस् एकचोटि। एनपिएल कहाँबाट चेक गर्न सकिन्छ? अघि जुन डेटा देखाइयो त्यो डेटामा गएर गर्न सकिन्छ है। फर्स्ट स्क्रिनिङ। सेकेन्ड स्क्रिनिङ, ल मल्टिब्यागर पनि राम्रो, एनपिए पनि 5 भन्दा तल छ, 4 छ, 3 छ, 2 छ, 1 छ, के फरक पर्यो? तर अर्निङ पर सेयर चाहिँ छैन। बाबा जब त्यसको कमाइ नै छैन भने त्यसले तपाईँलाई के दिन्छ? टार्गेट राख्ने 20%, 30%, 40% कमाउनै पर्छ भनेर टार्गेट लिएर आउनु। अर्निङ पर सेयर 5 रुपियाँ 7 रुपियाँ भएको किन्ने। ल हेर्नुहोस् त मल्टिब्यागर यहाँ राम्रो, तर इपिएस हेरौँ त यसको। यसलाई चाहिँ तपाईँले अलिकति त्यो गर्नलाई के गर्नुहुन्छ भने यहाँनिर नोइज फिल्टर गर्नलाई यहाँनिर भ्यूलाई गरिदिनुहोस्, स्विच प्यान गरिदिनुहोस्, त्यसपछि तपाईँ क्लियर देख्न सक्नुहुन्छ। ल यो ग्रिन जोनमा परेको कम्पनी हेर्नुहोस्। ल अहिलेको लागि हामीले मल्टिब्यागर बेस्ट भनेको कम्पनी हो नि एक्सनको लागि होइन, यसको डाटा इन्टिग्रिटी आदि इत्यादि के छ त्यो हामीले चेक गरेको छैन। यो स्मार्ट वेल्थ प्रोले जे देखायो त्यही लिएको हो अहिले मैले होइन। तर फाइनल्ली लिने बेलामा जस्तो म यो एमएलबिएल लिनु पर्यो मानिलिउँ एक्सनको लागि भने म गएर डेटा रिचेक गर्छु यो हो कि होइन भनेर। रिचेक गरेर म मेरो यो फर्मेटमा डाटा हाल्छु, अनि त्यो फर्मेट र यो फर्मेट मिल्यो भने मात्र लिन्छु, किनकि म त पैसा हाल्दैछु नि भाइ। त्यतिकै स्मार्ट वेल्थ प्रोले अरूले योले भन्यो भनेर म आजिन्डेर हाल्छु। आखिर मैले 245वटा कम्पनीको त गर्नु परेको छैन। स्मार्ट वेल्थ प्रोले मलाई के गरिदियो? 245वटा कम्पनीबाट टप 10, टप 15, टप 20, बटम 10, बटम 15, बटम 20 दियो। द्याट्स ग्रेट। अब बाँकी काम भनेको मैले डिटेल एनालाइसिस गर्नुपर्छ, किनकि म त खनखनी पैसा हाल्दैछु नि। मैले आधा घन्टा 1 घन्टासम्म बढी टाइम दिएँ भने कथम कदाचित कता न खास्ता भन्छ नि, डेटा रङ हालेको रहेछ भने त भोलि मैले नेपाली पैसाले त मलाई त दिँदैन, क्षतिपूर्ति दिँदैन। त्यसकारण फाइनल्ली डिसिजन लिने बेलामा चाहिँ म फेरि अघि जस्तै मदर रिपोर्टमा जान्छु। त्यो भनेको कहाँ? जहाँ नेपाली पैसाले रिपोर्ट स्क्यान गरेर राखिदिएको छ त्यहाँ गएर त्यो डाटालाई ल्याएर म फेरि यहाँ हाल्छु। कतिवटाको हाल्नु पर्ने हो र? 10वटा कम्पनीको हालिदिएको हो नि, बढी से बढी 1 घन्टा लाग्ला। अब मैले सेयर बजारबाट कमाउने लाखौं कमाउने टार्गेट राखेको छु भने त्यति मेहनत त म गर्न तयार हुनु पर्यो। कुरो बुझिराख्नु भएको होला है। मल्टिब्यागर राम्रो, तर अर्निङ पर सेयर इपिएस चाहिँ यहाँ 10 रुपियाँ छ। अब यो राम्रो भएर के गर्ने? यसले 10 रुपियाँ कमाइरहेको छ यो सिएफसिएल भन्नेले भने मलाई त 8 रुपियाँ देला। ए भाइ 8 रुपियाँ त म त मुद्दती खातामा पैसा राखे पनि कमाउँछु त, किन मैले टाउको दुखाउन आउँछु सेयर मार्केटमा होइन? त्यसकारण यो मलाई पुगेन। अब मेरो टार्गेट 15 हो, 20 हो, कति हो? अब 15 हो भने यो 18 ठिक छ, 17 ठिक छ, 22 ठिक छ। अब मेरो टार्गेट 20 हो भने यो 22 ठिक छ, 21 ठिक छ, 23 ठिक छ, 30 छ, 24 छ। त्यसकारण दुईटा कुराले म डिसिजन गर्छु फन्डामेन्टलमा। फर्स्ट मल्टिब्यागर, सेकेन्ड एनपिएल, थर्ड इपिएस। यति 3टा कुराले ओके पास भयो भने अब म फाइनल्ली म यो कम्पनीहरूलाई म चाहिँ नि गर्छु। जस्तो अब मेरो 20 भन्दा माथि छ एकछिनको लागि भने अब यो एमएलबिएसएल त अब खोइ यो डाटा अलिकति डाउटफुल छ कि जस्तो लाग्छ। 181 भन्ने आएको छ, हुन पनि सक्छ, मलाई थाहा भएन, डाटा एक्चुअली चेक गर्नुपर्छ। यसलाई अब म फाइनल्ली म कलर लगाउँछु, मेरो फाइनल चोइस अब भनेर
यो फेरि उदाहरण हो है, तपाईँले भोलिबाट ट्रेनिङमा केशवजीले यसमा कलर लाएको थियो ठोक भाइ चोक भनेर नकिन्नु होला नि, यो उदाहरण हुँदैछ सबै कुरा। यो मेरो फाइनल कल भनौँ होइन। अथवा चाहिँ त्यसपछि मल्टिब्यागर ठिक, उसको एनपिएल पनि हेर्नुपर्छ, बैंक तथा वित्तीय संस्था हो भने। जस्तो एमएलबिएलको बैंक तथा वित्तीय संस्था हो यो, जेबिबिएल बैंक तथा वित्तीय संस्था हो, तर इपिएस 17 छ र ठिकै छ। त्यसलाई यसरी गऱ्यौँ भने अब म एनपिएल पनि हेर्न जान्छु। एनपिएल कहाँ गएर हेर्छु? रिपोर्टमा गएर हेर्छु है। त्यसकारण एनपिएल 4 भन्दा 5 भन्दा माथि छ भने म लिन्न नि, जतिसुकै इपिएस होस्, जतिसुकै राम्रो मल्टिब्यागर होस्। त्यो मोटो तर थारो गाई छ भने दुध खाने किसानले लिँदैन, दुध खाने मान्छेले त्यो थारो गाई लिँदैन है। यसरी स्क्रिन आउट गरेर मैले डिसिजन लिन्छु। ल, आजको कुराहरू लगभग यति नै हो।